सो यदि हजुरहरू चाहिँ सिभिल इन्जिनियरिङ स्टुडेन्ट हुनुहुन्छ र तपाईँले चाहिँ एउटा एप्लिकेसन खोजिरहनु भएको छ जसले चाहिँ तपाईँको चाहिँ डेली लाइफमा सल्भ गरोस् र तपाईँ इन्जिनियर हुनुहुन्छ भने पनि यो एप्लिकेसन एकदम इम्पोर्टेन्ट हुन्छ है। यो एप्लिकेसनमा धेरै कन्स्ट्रक्सन टुल्सहरू त छँदैछ, प्लस यसमा एउटा राम्रो फिचर्सहरू भनेको मैले यसमा चाहिँ टुल्समा चाहिँ नापी नक्सा प्लटर भनेर राखेको छु। सो नापी नक्सा प्लटर भनेको चाहिँ कस्तो टुल हो भने चाहिँ सिम्पली तपाईँले आफ्नो एउटा कुनै इमेज राख्नुभयो, नापी नक्सा जुन चाहिँ हामीले घर बनाउँदाखेरि राखिराखेका हुन्छौँ त्यो राख्यौँ भने र हामीले एउटा रिफरेन्स पोइन्ट्सहरूको लाइन दिएर गऱ्यो भने चाहिँ हामीहरूले चाहिँ के गर्न मिल्छ भने चाहिँ त्यसको एरियाहरू कति छ, के छ, जस्तै यो किताको एरिया कति छ त भन्ने कुराहरू हामीले मजाले डिटेलमा थाहा पाउन सक्छौँ है। अब जस्तै यो किताको चाहिँ हाम्रो रोपनी कति रहेछ भने हेऱ्यो भने 3 आना 1 पैसा 2.5 दाम जति रहेछ भन्ने कुरा थाहा पाउन सक्छौँ है। जस्तै अब मलाई यदि अर्को प्लटको चाहियो, सपोज अरू प्लट मेजर गर्नुपर्ने छ भने मैले चाहिँ एरिया सेक्सनमा गएर चाहिँ यसरी मजाले प्लटहरू गर्न मिल्छ है। र मैले यसरी यता एरियाहरू मेन्सन गरेर मैले कति आना कति के छ सबै यसमा थाहा पाउन सक्छौँ होइन। सो यो नापी नक्सा प्लटर चाहिँ हाम्रो कन्स्ट्रक्सन क्यालकुलेटर एपमा चाहिँ लाइभ भइसकेको छ। सो यदि हजुरहरूलाई पनि यस्तै कुरामा इन्ट्रेस्टेड छ भने चाहिँ यो एप्लिकेसन डाउनलोड गर्नु है त। र म नेक्स्ट भिडियोमा चाहिँ कसरी एप्लिकेसन युज गर्ने भनेर र कसरी वेब भर्जनमा पनि युज गर्ने भन्ने कुरा चाहिँ म तपाईँलाई सिकाउँछु है त। सो यस्तै इन्फर्मेटिभ भिडियोको लागि डु फलो फर मोर ह्याप्पी बिल्डिङ।